राजनीति भन्नसाथ हामी प्राय सुक्खा र पट्याल लाग्दा भाषणहरू सम्झिन्छौँ नि, होइन? तर आज हामी जुन कन्सेप्टमाथि चर्चा गर्दैछौँ त्यो बिल्कुल फरक छ। कल्पना गर्नुहोस् त, नेपालको भविष्यको एउटा यस्तो दृश्य जुन ठ्याक्कै हलिउडको कुनै 4K सिनेम्याटिक डकुमेन्ट्री जस्तो देखिन्छ, जहाँ बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा केन्द्रमा राखेर एउटा नयाँ युगको परिकल्पना गरिएको छ। आज हामी यही अत्यन्तै शक्तिशाली दृश्य र यसले दिन खोजेको सन्देशलाई डिकोड गर्दैछौँ। सुरुवात नै कस्तो छ भने स्रोत सामग्रीमा भनिएको छ, यो हो परिवर्तनको कथा, यो हो एउटा साहसिक यात्राको सुरुवात। सुन्दै एकदमै ड्रामेटिक लाग्छ नि त। यसले सुरुमै हामीलाई के प्रश्न पार्छ भने यो कुनै नीति नियमको साधारण विवरण होइन, यो त एउटा ठूलो इमोसनल र इन्स्पायरिङ कथा हो। अब यो पुरै भिजनलाई बुझ्न हामी सरसर्ती यी 5वटा कुराहरू हेर्नेछौँ। यसको सिनेम्याटिक दृष्टिकोण, सिंहदरबारसम्मको यात्रा, प्रमुख नीतिहरू, युवा आन्दोलन र अन्त्यमा यसले देखाउन खोजेको नेपालको भविष्य। ल सुरु गरौँ यसको पहिलो र सबैभन्दा आकर्षक पक्षबाट, यो 4K सिनेम्याटिक भिजन। स्रोत सामग्रीले खास गरी भिजुअलहरूमा धेरै जोड दिएको छ। कल्पना गर्नुहोस्, काठमाडौँ सहरको एकदमै क्रिस्प 4K अल्ट्रा एचडी एरियल शट, जहाँ सडकहरू चिटिक्क सफा छन्, पूर्वाधारहरू अत्यन्तै आधुनिक छन् र मानिसहरू खुसी देखिन्छन्। यो दृश्यले केवल राम्रो देखाउन मात्र खोजेको होइन, यसले त हाम्रो विकासको एउटा बेन्चमार्क नै सेट गर्न खोजेको छ, एउटा उज्यालो नेपालको सपना। अनि त्यसपछि दृश्य सिधै पुग्छ सिंहदरबारभित्र, जहाँ प्रधानमन्त्रीको रूपमा बालेन शाह देखिन्छन्। पछाडि नेपालको झण्डा छ र त्यहाँ प्रयोग भएको लाइटिङ एकदमै ड्रामेटिक र रियलिस्टिक छ। यसले के सन्देश दिन्छ भने यहाँ गम्भीर काम भइरहेको छ। कार्यकारी शक्ति र महत्त्वपूर्ण निर्णयहरूको त्यो अथोरिटीलाई यो लाइटिङले एकदमै दमदार तरिकाले प्रस्तुत गरेको छ। भिजुअलको कुरा त भयो, अब जाउँ दोस्रो खण्डमा। यसको कथा कसरी अगाडि बढ्छ त, अर्थात् सिंहदरबारसम्मको यात्रा। यहाँनिर एउटा लाइन छ, काठमाडौँका सडकदेखि देशको मुटु सिंहदरबारसम्म एक युवा नेतृत्व उदाउँदैछ, बालेन्द्र शाह। यो सुन्दा एउटा क्लासिक हिरोज जर्नी जस्तो लाग्छ नि। ग्रासरुटको त्यो सुरुवाती सङ्घर्ष र अपार जनसमर्थनबाट देशको सर्वोच्च सत्तासम्म पुग्ने एउटा रोमाञ्चक यात्रा। यो सामग्रीले दुईवटा एकदमै फरक कुराहरूलाई सँगै राखेर देखाउन खोजेको छ। एकातिर काठमाडौँका सडकहरू, जहाँ युवाहरूको ऊर्जा छ, पब्लिकको सपोर्ट छ, र अर्कोतिर सिंहदरबार, जहाँ एउटा शान्त तर एकदमै पावरफुल कार्यकारी वातावरण छ। सडकको त्यो भाइब्रेन्ट एनर्जी कसरी सिस्टमभित्र छिरेर महत्त्वपूर्ण निर्णयमा बदलिन्छ भन्ने कुरा यो कन्ट्रास्टले गजबले देखाउँछ। अब लागौँ तेस्रो खण्डतिर। लाइटिङ र क्यामेराको एङ्गलले मात्रै त देश बन्दैन, होइन र? त्यसैले यो भिजन केही एकदमै ठोस नीतिहरूमा अडिएको छ। यहाँ मुख्य रूपमा 4वटा कुराहरूलाई प्रायोरिटीमा राखिएको छ। पहिलो, भ्रष्टाचारमा जिरो टलरेन्स। दोस्रो, पूर्वाधार विकासमा एकदमै तीव्र गति। तेस्रो, डिजिटल नेपालको अवधारणा जुन अहिलेको आधुनिक समयमा अति नै आवश्यक छ। र चौथो, यी सबै कुरामा जनताको आवाजलाई केन्द्रमा राख्ने। यो भनेको एकदमै प्र्याक्टिकल र एक्सनेबल रोडम्याप हो। यही कुरालाई स्रोत सामग्रीले एउटा पावरफुल नाराकै रूपमा यसरी प्रस्तुत गरेको छ, भ्रष्टाचार विरुद्ध कडा कदम, विकासतर्फ तीव्र गति र जनताको आवाजलाई प्राथमिकता। यसले कुनै कन्फ्युजनै नराखी यो नयाँ युगको जग केमा उभिएको छ भन्ने कुरा छर्लङ्ग पारेको छ। तर नीतिहरू आफैमा पर्याप्त हुँदैनन्, त्यसलाई चलाउने इन्जिन चाहिन्छ, र त्यो इन्जिन हो युवा निर्देशित आन्दोलन। यो हाम्रो चौथो खण्ड हो। यहाँनिर नेतृत्व भन्ने शब्दलाई अलि फरक तरिकाले डिफाइन गरिएको छ। नेतृत्व भनेको कोही एकजना व्यक्ति गएर कुर्सीमा बस्नु मात्र होइन क्या, यो त एउटा मुभमेन्ट हो जुन हजारौं युवाहरूको सपना र राष्ट्रिय आशाबाट चलेको हुन्छ। यो कन्सेप्टमा राजनीतिक व्यक्तिलाई केवल एकजना नेताको रूपमा मात्र होइन, एउटा सिङ्गो पुस्ताको वैचारिक परिवर्तनको प्रतिनिधिको रूपमा हेरिएको छ। यो संवाद सुन्नुहोस् त, यो केवल नेतृत्व होइन, यो हो एउटा आन्दोलन हो। यही बिन्दुमा आएर यो डकुमेन्ट्रीको कन्सेप्टले एउटा सामान्य राजनीतिक सफलताको कथालाई एउटा ठूलो नेशनल क्याम्पेनमा बदलिदिन्छ, जसले सबैलाई ऊर्जा दिन्छ। अब हामी अन्तिम खण्डमा आइपुगेका छौँ। यी सबै कुरा, सिनेम्याटिक भिजुअल, नीतिहरू, युवाहरूको ऊर्जा, यसको एन्ड गोल अर्थात् अन्तिम लक्ष्य के हो त? अन्त्यमा यो परिकल्पनाले हामीलाई एउटा उज्यालो भविष्यको चित्र देखाउँछ। यसका प्रमिसहरू एकदमै स्पष्ट छन्।
एउटा समृद्ध नेपाल जहाँ सक्षम सरकार छ र जसले एउटा नयाँ इतिहास लेख्ने आँट गर्छ। यी ती वाचाहरू हुन् जसले साँच्चीकै नै एउटा बलियो आशा दिन्छन्। तर यो सबै विश्लेषण गरिसकेपछि एउटा एकदमै महत्त्वपूर्ण प्रश्न बाँकी रहन्छ। आधुनिक पूर्वाधार, डिजिटल ग्रोथ र राजनीतिक रूपान्तरणको यो जुन पर्फेक्ट 4K सिनेम्याटिक भिजन छ नि, यसलाई यो पर्दाबाट बाहिर निकालेर हाम्रो दैनिक यथार्थमा बदल्न साँच्चै नै के आवश्यक पर्ला त? एउटा इन्स्पायरिङ मिडिया कन्सेप्टलाई ग्राउन्ड रियालिटीमा कन्भर्ट गर्ने चुनौती कत्रो होला? सोचिराख्नुहोला है। यही प्रश्न यहाँहरूलाई छोड्दै आजको यो चर्चा हामी यहीँ बीट मार्छ।